अजिनामोटो सुन्ने बित्तिकै तपाईलाई कस्तो लाग्छ? खाउँ खाउँ लाग्छ या मनभरि विभिन्न प्रश्नहरू आउँछन्? विश्व स्वास्थ्य संस्थान र खाद्य तथा कृषि संस्थानको संयुक्त जाँच प्रतिवेदनले मोनोसोडियम ग्लुटामेट अर्थात् अजिनामोटोलाई खान सुरक्षित खाद्यान्नमा राखेको छ। साथै विभिन्न खाद्यान्नहरूमा पाइने ग्लुटामेट जसरी हाम्रो शरीरमा चायापचाय हुन्छ त्यसैगरी अजिनामोटो पनि चायापचाय भएको देखाउँदछ, जसले अजिनामोटो प्राकृतिक हो भनेर पुष्टि गर्दछ। के अजिनामोटो अखाद्य छ? युएस एफडीए अर्थात् खाद्य तथा औषधि प्रशासनले अजिनामोटोलाई सामान्यतया सुरक्षित भनेर पहिचान दिएको छ, जसको मतलब ग्रास क्लासिफाइड छ। विश्व स्वास्थ्य संगठन र खाद्य तथा कृषि संगठनको रिसर्चले स्वीकृत अनुमेय दैनिक सेवन तोकेको छैन। कृत्रिम स्वादको कुरा गर्दा अजिनामोटोले ती 5 स्वाद मध्येको उमामी स्वादलाई बढाउँछ, जसले गर्दा खानाको स्वाद नै परिवर्तन भएको जस्तो महसुस गराउँदछ। यद्यपि अजिनामोटो आफैमा कृत्रिम स्वाद भने होइन। अमेरिकन कलेज अफ एलर्जी, आस्थमा एन्ड इम्युनोलोजीको रिसर्च अनुसार अजिनामोटो एलर्जेन होइन, अर्थात् अजिनामोटोले कुनै पनि खालको एलर्जिक रियाक्सन गराउँदैन। सामान्य पपुलेसन अथवा केही मानिसहरूमा भने यदि धेरै मात्रामा खाएको खण्डमा अनुहारमा रातोपन, टाउको दुख्ने र तिर्खा लाग्ने जस्तो सेन्सिटिभ रियाक्सन भने अवश्य गराउँदछ। नेशनल इन्स्टिट्युट अफ हेल्थ साइन्सले भने अनुसार घरमा पाइने नुनको 3 भागमध्ये 1 भाग मात्र सोडियम चाहिँ अजिनामोटोमा पाइन्छ, जसले गर्दा खानको स्वाद बढाउँदछ, शरीरमा सोडियमको मात्रा घटाउँदछ। अन्त्यमा मोनोसोडियम ग्लुटामेट अर्थात् अजिनामोटो सुरक्षित, प्राकृतिक र आवश्यक छ, तर सही मात्रामा स्वाद बढाउँछ, सोडियमको खपत घटाउँछ। यद्यपि अन्य मसला जस्तै अजिनामोटोको प्रयोग पनि न्यूनतम हुनु आवश्यक छ।